सो हाउ क्यान नेपालको बिग बिजनेसेसहरू चाहिँ एआई रेडी बन्न सक्छ? फर्स्ट अफ अल चाहिँ च्याटजिपिटीको सब्सक्रिप्सन किनेर वा इमेज एडिटिङ एआई किनेर वा कस्टमर केयरको लागि भोइस एआईहरू किनेर बिजनेसहरू चाहिँ एआई रेडी बन्दैन होइन। किनभने त्यही टुल्सहरू चाहिँ तपाईँको कम्पिटिटरले किनिदिन्छ अनि तपाईँ गर्नु के हुन्छ होइन। डिफ्रेन्सेस चाहिँ के छ त त्यो र तपाईँमा? फर्स्ट स्टेप एआई रेडी बन्नु भनेको चाहिँ तपाईँको नलेज बेस क्रिएट गर्नु होइन। तपाईँको प्राइभेट डाटाहरू जतिसुकै छ तपाईँको सेल्सहरू, तपाईँको कस्टमरहरू, तपाईँको कस्टमरले गरेको रेटिङहरूबाट या तपाईँको बिजनेस डिलिङहरूबाट जेनेरेट भएको लिगल टाइपको डाटाहरू जति जेसुकै छ तपाईँले कलेक्ट गरेर एक ठाउँमा एआईले लिने गरी राख्नुपर्छ होइन। जस्तै कसैले भोलि ट्याक्स एआई बनाइदिएला होइन, र यदि तपाईँको ट्याक्स रिलेटेड 10-25 इयर्ससम्मको सबै ट्याक्स रिलेटेड तपाईँको फेलियर, लर्निङ, मिस्टेक्सहरू अनि तपाईँको स्ट्राटेजीहरू सबै त्यो नलेज बेसमा अलरेडी स्टोर छ भने चाहिँ एआईले टक्क त्यो नलेज बेसमा हेर्छ अनि यस्तो यस्तो ट्याक्सहरू गर्नुपर्दो रहेछ यो कम्पनीको लागि भनेर बुझ्छ अनि त्यही अनुसार तपाईँलाई अप्टिमल सोल्युसन दिन्छ। त्यस्तै गरेर चाहिँ तपाईँको कस्टमर केयर, कस्टमर सर्भिसेसहरू, कस्टमरको इन्टरेक्सन, रेटिङहरू अनि त्यस पछाडि सबै डाटाहरू चाहिँ त्यही नलेज बेसमा स्टोर छ भने एआईले त्यही पढेर तपाईँको कस्टमरहरू कतिको ह्याप्पी, तपाईँको कस्टमरहरूमा डाटा एनालाइसिसहरू डाइरेक्टली प्रेजेन्ट गरिदिन सक्छ, स्ट्राटेजीहरू भनिदिन सक्छ होइन। अर्को स्टेप भनेको चाहिँ डोन्ट ट्रिट एआई एज अ च्याटबोट। एआई इज मच मोर देन अ च्याटबोट। फर इक्जाम्पल इमेजिन वर्ल्डलिङ्कले एउटा एआई बनायो अरे होइन, भोइस एआई बनायो अरे। अब मेरो वाइफाईमा प्रब्लम आयो अरे अनि म त्यो एआईलाई फोन गरेँ, एआईले मेरो कुरा सुन्यो र एआईले कुरा सुनिसकेपछि आफूभन्दा सिनियर मान्छेमा राउट गरिदियो होइन। अनि त्यो सिनियर मान्छेले मेरो फोन उठायो अनि फेरि म त्यो मान्छेलाई मेरो फेरि प्रब्लम सुनाइरहेको छु अनि त्यो मान्छेले सल्भ गरिदियो भने यसमा अटोमेसन चाहिँ कहाँ छ? पहिलो नम्बरमा मैले एआईले मेरो प्रब्लम सुनाएँ अनि फेरि मैले दोस्रो नम्बरमा अर्को मान्छेलाई मेरो प्रब्लम सुनाएँ, राइट? यसमा अटोमेसन्स कहीँ पनि छैन। सो यसलाई चाहिँ एआई रेडी हुनु भन्दैन, राइट? कसरी एआई रेडी बन्न सक्छ भनेको चाहिँ एजेन्टिक फ्रेमवर्कलाई अप्नाएर होइन। जस्तै मैले देखेको चाहिँ होइन, मेरो वाइफाईमा प्रब्लम आयो भने त्यो मान्छेले, वर्ल्डलिङ्कको मान्छेले सबैभन्दा सुरुमा चेक गर्ने भनेको चाहिँ मेरो पैसा सकिएको हो कि होइन वाइफाईको भनेर होइन। सेकेन्डमा चेक गर्ने भनेको चाहिँ त्यो एरियामा नै वर्ल्डलिङ्कको केही समस्या छ, वाइफाई डाउन छ कि छैन भनेर। अनि थर्डमा र दुइटै कुरा चाहिँ यदि होइन रहेछ भने चाहिँ थर्डमा उसले गरिदिने भनेको चाहिँ एकचोटि रिस्टार्ट गरिदिन्छ अनि तपाईँको वाइफाई आयो कि आएन हेर्नु त भन्छ होइन। अनि त्यो गर्दा पनि भएन भने चाहिँ ठिकै छ, हामी मान्छे नै पठाउँछौँ भनेर फोन नम्बरहरू टिपिदिन्छ होइन। यो चाहिँ एजेन्टिक तरिकाले यसलाई अटोमेट पनि गर्न सकिन्छ होइन। जस्तै हाम्रो अगाडि नलेज बेस त छ होइन, कम्पनीको कानुनी कुराहरू, कम्पनीले कसरी अपरेट गर्छ, कस्तो कुरामा अपरेट गर्छ, कस्टमरहरू लगायत सबै कुराहरूको डाटा त त्यो नलेज बेसमा छ। त्यो युज गरेर र अलिकति एजेन्टिक कोडिङहरू युज गरेर चाहिँ त्यो चारवटा कुराहरू चाहिँ अटोमेट गर्न सकिन्छ होइन। फर इक्जाम्पल युजरले चाहिँ च्याटमा लेखेर वा भोइसमा कल गरेर मेरोमा समस्या आयो भन्ने बित्तिकै युजरको चाहिँ सायद वाइफाईको पैसा सकिएको हो कि वा त्यो एरियामा कुनै वर्ल्डलिङ्कले केही बनाउँदैछ र टाइम लाग्छ कि वा के हुन्छ होइन, दुइटा चेक गरिसकेर अनि त्यस पछाडि आफै चाहिँ त्यहाँनिर उसको वाइफाई चाहिँ रिस्टार्ट पनि गरिदिन्छ, के गरिदिन्छ, राइट तिनीहरूले। सो आफै त्यो गरिदिएर अनि त्यस पछाडि एकचोटि हेर्नु त भनेर एआईले आफै भनिदिन सक्छ। र त्यही पनि प्रब्लम भइरहेको भने चाहिँ अब हुन्छ म टिकट क्रिएट गर्छु अनि म सिनियरलाई भनिदिन्छु, त्यस पछाडि चाहिँ मान्छेहरू तपाईँको घरमा आउँछ भनेर यसरी चाहिँ एजेन्टिक फ्रेमवर्क गरेर चाहिँ एआई रेडी बन्न सक्छ होइन। थर्ड स्टेप भनेको चाहिँ ट्रेडिसनल कम्पनीहरू, ठुल्ठुलो कम्पनीहरू ट्रेडिसनल वेमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ आइटी डिपार्टमेन्ट छुट्टै अनि त्यस पछाडि ट्याक्स डिपार्टमेन्ट छुट्टै अनि त्यस पछाडि लिगल टिम डिपार्टमेन्टहरू छुट्टै हुन्छ होइन। सबै कुराहरू चाहिँ आइसोलेटेड हुन्छ। ट्याक्स र लिगल डिपार्टमेन्ट एकअर्कासँग कम्युनिकेसन्स गऱ्यो भने आइटी डिपार्टमेन्टसँग त्यति धेरै कम्युनिकेसन्स हुँदैन होइन। यो कुरा चाहिँ एआई डिपार्टमेन्ट बनाउँदाखेरि चाहिँ यो कुरा चाहिँ गर्नु हुँदैन। एआई डिपार्टमेन्टलाई चाहिँ आइसोलेसन्समा राख्नु हुँदैन होइन। सबै डिपार्टमेन्टसँग यसरी मिलाउनुपर्छ कि सबै डिपार्टमेन्टसँग मजाले कम्युनिकेसन्स हुनसक्छ, तब मात्र तपाईँको कम्पनी चाहिँ
जे होस् अप्टिमल म्याक्सिमम् एआईको पोटेन्सियल युज गर्न सक्छ होइन। फोर्थ स्टेप भनेको चाहिँ यदि कुनै कम्पनीले चाहिँ एआई बिग कम्पनीहरूले चाहिँ एआई बनाउँदैछ भने चाहिँ मार्केटमा छिटो छिटो पुगाउनुको साटो आफ्नो इन्टरनल टिममा टेस्टिङ गर्नु र भ्यालिडेट गर्नु राम्रो हुन्छ होइन। सो इट्स एन केस स्टडी। जस्तै एउटा फाइनेन्सको ठुलो कम्पनी थियो होइन, उनीहरूले चाहिँ डाइरेक्टली मार्केटमा प्रोडक्ट लन्च गर्नुभन्दा पनि आफ्नै उनीहरूको त ट्रेडिङ सर्भिसेसहरू दिन्थ्यो र एआई पनि ट्रेडिङ रिलेटेड थियो र त्यो एआई बनाइसकेपछि चाहिँ आफ्नै कम्पनीको ट्रेडर्सहरूलाई चाहिँ एआई दियो। अनि त्यस पछाडि उनीहरूले त्यहाँबाट चाहिँ अब कसैले चाहिँ मिस्टेक थाहा पायो, कसैले चाहिँ कतिको ठिक छ कतिको ठिक छैन, लाइक इन्स्ट्यान्ट फिडब्याक पायो। अनि त्यस पछाडि त्यो हुँदाखेरि चाहिँ इन्स्ट्यान्ट अपडेट पनि भयो एआई होइन। त्यसको साटो चाहिँ डाइरेक्टली मार्केटमा रेडी गरेको भए चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ त्यो फिडब्याकहरू जुन छ नि त्यो चाहिँ आउँदैन थियो होइन। अब कुन कस्टमरलाई कुनमा प्रब्लम आउँछ कसरी, त्यो कम्पनीले त कम्पनीलाई फोन गरेर यसमा यस्तो यस्तो प्रब्लम छ भनेर त भनिदिँदैन। सो त्यही भएर चाहिँ लङ्गर टर्ममा चाहिँ एआईको एक्युरेसीहरू एकदमै घट्दै जान्छ अनि वर्स एन्ड वर्स हुँदै जान्छ। सो त्यही भएर चाहिँ सबैभन्दा सुरुमा चाहिँ इन्टरनल टिममा टेस्टिङ गर्नु चाहिँ राम्रो मान्छन्। सो यति नै थियो स्टेप्सहरू। अनि यो स्टेप्सहरू चाहिँ तपाईँ युट्युबहरूमा ब्लगहरूमा चाहिँ भेट्नुहुन्न। यो चाहिँ मैले यो बुकहरू पढेर अनि त्यस पछाडि केस स्टडिजहरू पढेर क्युरेट गरेको कुराहरू हो। अनि या लाइक तपाईँको बिजनेसहरू छ भने चाहिँ तपाईँले फलो गरिराख्दा हुन्छ मलाई। अबको 3-4 महिना पछाडि चाहिँ आइदर म जबहरू एप्लाई गर्न थाल्छु या तपाईँको बिजनेसहरूलाई चाहिँ चाहिने सर्भिसहरू चाहिँ एआई रिलेटेड सर्भिसहरू चाहिँ सेल गर्न सक्छु, जसले चाहिँ तपाईँ र मेरो दुइटैको फाइदा हुन्छ होइन। सो या बाई।